होइन तपाईको के छ साथी? ओ ठीक छ। हेलो गाइज, आज चाहिँ हामी के गर्नेवाला छौँ त? आज हामी हिँडिरहेको मान्छेलाई बाटो सोधेर उनीहरूलाई हामी इरिटेट गर्नेवाला छौँ। भिडियो एकदम धमाकेदार बन्नेवाला छ। भिडियो अन्तिमसम्म हेर्नुहोला। डाक्टर साथी, चावल जाने बाटो कता? जाने बाटो कताबाट हो? यता मैले भन्ने मानौ ल। म आउँदैछु। यो हेलो, आउँछ म सोध्छु नि त ल बहिनीलाई। बहिनी, चावल जाने बाटो कता? बहिनी, मलाई थाहा छैन बहिनी। मलाई थाहा छैन Excuse me, चावल जाने बाटो भन्नु न, मलाई मेरो गर्लफ्रेन्डले कुरेछ। एकछिन त म बहिनी, चावल जाने बाटो कता भनेको? हो किन? कता भनेको? चावल आन्टी यो त यो आकाश धारा जाने बाटो कताबाट? चावल जाने बाटो भन्नु पहिला। मैले पहिला भने होइन एकछिन चाबेल यता वो आकाश चाबेल यता वो आकाश यता चावल जाने बाटो कता? यता एक्सक्युज मी, त्यो के अरे चाबेल जाने बाटो कता भन्नु त? चाबेल धारा जाने बाटो कताबाट? चाबेल कता जान्छ हामी? चाबेल एकछिन त भन्नु न। चाबेल हेलो, चाबेल जाने बाटो चाहिँ होइन। पहिला मैले भन्दा चाबेल जाने बाटो मेरो आकाश कस्तो गर्लफ्रेन्ड कुरेछ कि? चाबेल जाने बाटो चाहिँ कता? चाबेल आकाश धारा चाबेल यता भन्नु न। यता हो चाबेल म सोध्दै आउँदै गर्छु। एक्सक्युज मी दिदी, त्यो चाबेल जाने बाटो कता होला? चाबेल होइन एकछिन त्यो चाबेल जाने बाटो कता दिदी? बाटो कता? पहिला को आएको भन्नु? पहिला को आएको? उहाँ आएको उहाँ होइन दिदी, चाबेल जाने बाटो कता भन्नु प्लिज। मलाई एकदम हतार, मेरो गर्लफ्रेन्ड छ नि, गर्लफ्रेन्ड यताबाट चाबेल, यताबाट चाहिँ कता? आकाश धारा जाने बाटो मिलनचोक होइन, मलाई चाबेल भन्ने दिदी। चाबेल चाहिँ कता हो? चाबेल भन्ने चाबेल यता भेट्छ न यताबाट चाबेल जान्छ र? चाबेल यताबाट हो। अनि एउटा अहिलेको होइन होइन होइन, आकाश धारा जाने अघि एउटा दिदीले त उता भन्दै थियो त चाबेल अनि आदि अघि एउटा त उता देखेर थियो चाबेल। यो चाबेल यता कसरी भयो? जाने बाटो कताबाट? यताबाट डमगएला हो र, यता चाबेल हो। ल थ्याङ्क यू, धन्यवाद। एक्सक्युज मी, सुन्नु त हाम्रो तपाईँलाई थाहा भएछ हाम्रो प्र्याङ्क भिडियो है। मलाई कुरेर बस्छ न, मलाई अलिक बाटो खोल्नु भयो क्या। एकछिन म सोचेँ। जानुपर्ने एकछिन। आकाश धारा जाने बाटो कताबाट हो? भाइ चाबेल जाने बाटो कता? छिटो भन्नु न। आकाश धारा जाने बाटो कताबाट हो? चाबेल यसो गरौँ न, चाबेल मलाई कुरिरहेछ। चाबेल मलाई यता हो कि यता हो, कता भन्नु त चाबेल जाने बाटो? आकाश धारा जान लागेको होइन? हजुर, मलाई हतार भइरहेछ। मेरो गर्लफ्रेन्डले मजाले मलाई कुरेर बसेर छ। म पहिला चाबेल जाने बाटो छिटो भन्नु न। आकाश धारा जाने बाटो चाबेल मेरो गर्लफ्रेन्ड कुरेछ भन्नु न। चाबेल जाने बाटो कता भयो? तपाईँले गर्दा मैले गर्दा? आकाश धारा जाने बाटो बिर्सिसक्यो। उहाँलाई सोधेको त्यही पनि भन्नु भएन। तपाईँले गर्दा मेरो गर्लफ्रेन्ड बसेर रिसाएर गइसक्यो। के गर्ने हो बहिनी? तपाईँ त नहुने रहेछ मान्छे त। तपाईँले भिडियो लास्टसम्म हेर्नुभयो त? अनि कस्तो लाग्यो? आउनेवाला दिनहरूमा योभन्दा खतरा भिडियोहरू लिएर हामी आउँदैछौँ। तपाईँहरू धैर्यताको साथ पर्खेर बस्नु होला। सबैजनाले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नुहोस् गाइस।